माडी नगरपालिका वडा नम्बर 3 को एउटा संरचना, यो संरचना के हो भनेर कतिपयलाई जिज्ञासा पनि लाग्यो होला। यो संरचना केही अरु कुनै पनि नभएर अघिल्लो कार्यकालमा अघिल्लो नगर प्रमुख ठाकुर प्रसाद ढकालले फोहोर व्यवस्थापन केन्द्र बनाउनको लागि निर्माण भएको यो संरचना हो। 2074 देखि 79 सम्मको कार्यकाल उहाँको कार्यकालमा फोहोर व्यवस्थापन केन्द्र बनाउनको लागि यो भवन बनाउनु भएको थियो। यसको लागत करिब ठाकुर ढकालका अनुसार यो करिब 16 लाखमा बनेको संरचना हो। अब यसलाई 16 लाख पर्यो कि परेन अथवा यो 16 लाखमै बन्यो होला त भन्ने जिज्ञासा तपाईहरुको हुन सक्छ। त्यो जिज्ञासा यसको जवाफ मसँग चाहिँ छैन। बन्यो कि बनेन भन्ने कुरो उहाँहरूले जान्नु होला, इन्जिनियरले जान्नु भयो होला। त्यसको फेरि ढड्डा पल्टाउनु पर्ने हुन सक्छ। यो भवन 16 लाखमा बन्यो कि बनेन भन्ने विषयमा भन्दा पनि यो भवन 16 लाखमा बनाइसकेपछि फोहोर व्यवस्थापनको लागि बनाइसकेपछि पछिल्लो कार्यकालमा ताराकुमारी काजी महतोले यसलाई निरन्तरता दिन किन सक्नु भएन? यो उहाँले ठाकुर ढकालले सुरुवात गरेको भएर निरन्तरता नभएको पो हो कि अथवा यसमा यसको वातावरणीय प्रभाव मूल्याङ्कनदेखि लिएर यहाँको परिवेश मूल्याङ्कन गर्दाखेरि यो उपयुक्त नभएर पो हो कि अथवा उहाँलाई जानकारी नभएर हो भन्ने कुरा पनि एउटा जिज्ञासाको विषय रहेको छ। एउटा आम नागरिकको चासोको विषय पनि हो। र यो फोहोर व्यवस्थापन केन्द्र नबन्ने नै हो भने यो उपयुक्त ठाउँ होइन भने बजेट किन खनायो? अन्तिम कार्यकालमा बजेट सक्नको लागि बनाएको त पक्का होइन होला। 16 लाख रुपियाँ बजेट खर्च जति भए पनि विनियोजन गर्नको लागि छुट्याएको पनि होइन होला। केही उपयोगको लागि बनाइसकेपछि नगरपालिकाले आन्तरिक स्रोत जुटाउन गाह्रो छ। अहिले यति बेला 6-7 करोड आन्तरिक आय बनाउन समेत धौधौ परिरहेको अवस्थामा 16-17 लाख खनाएर फोकटको लागत खेर जानु भनेको पनि हाम्रो जनताको पसिना, हाम्रो राजस्व, हाम्रो मेहनत र हामीले जुन राजस्व सरकारलाई तिर्छौँ, कर तिर्छौँ, करको सदुपयोग नहुनु र हाम्रो करको सदुपयोग भएन भन्ने 16 लाख रुपियाँ त गयो नि त। यहाँ भवन बन्यो, काम पनि भएन, जग्गा पनि छ भनिसकेपछि यसको औचित्य के त नि? यो राजनीतिक प्रतिशोध पनि होइन होला। त्यसकारण अब नगरपालिकाले बनाउँदै गर्दाखेरि यस्ता कुराहरूलाई पनि विचार गर्नु पर्यो र भविष्यमा समेत यो दिगो विकासको अवधारणालाई अपनाएर कुनै पनि प्रमुखले, कुनै पनि पदाधिकारी, कुनै पनि जनप्रतिनिधिले बनाइसकेको कामलाई निरन्तरता दिने परिपाटी बनाउनु पर्यो र औचित्यहीन बाहेकका औचित्यपूर्ण भएका कामलाई सम्पन्न गर्न जनप्रतिनिधिहरूले ध्यान दिनु पर्यो। नमस्कार।